प्रिय दर्शकबिन, आज पनि एउटा सहरकी केटी र गाउँको केटा बीचको प्रेम कथा लिएर हजुरहरूमाझ उपस्थित भइसकेको छु। मलाई आशा छ यो कथा हजुरहरूलाई अवश्य मन पर्नेछ। कथा मन पर्यो भने हाम्रो युट्युब च्यानल एम स्टोरिज नेपाललाई सब्सक्राइब गरी बेल आइकनलाई प्रेस गर्न नबिर्सनुहोला। साथै फेसबुक पेजलाई फलो गर्न नबिर्सनुहोला। कथाको शीर्षक पहिलो भेट। गाउँको रमाइलो पहाडी क्षेत्रमा बस्ने अर्जुन मेहनती र सरल स्वभावको केटा थियो। उसले कहिले सहरको जीवन देखेको थिएन। एक दिन सहरबाट सुन्दर बोल्ड र स्टाइलिस केटी आर्या गाउँ घुम्न आउँछ। अर्जुनले पहिलो पटक देख्ने बित्तिकै आर्याको आँखामा केही विशेष अनुभव गर्छ। आर्या फोटोग्राफीकी शौकिन थिए। उसलाई गाउँका प्राकृतिक दृश्यहरूले तान्दै थिए। अर्जुनले गाइड बन्ने बहाना गर्छ र उनीहरू सँगै गाउँको रमणीय स्थानहरू जान थाल्छन् र उनीहरू बीच रमाइला कुराकानी हुँदै जान्छन्। आर्य अर्जुनको सोझोपन, मेहनत र स्वभावप्रति आकर्षित हुन थाल्छ। एक साँझ खोलाको छेउमा फोटो खिच्दै गर्दा आर्यले लडेझै नाटक गर्छ। अर्जुनले उसलाई समाउने क्रममा अर्जुनको हात आर्यको कम्मरमा पर्छ। दुवैको नजर एकछिन जुझ्छ, एकदम नजिक, तर दुवै केही बोल्दैनन्। हृदयको धड्कन मात्र सुनिन्छ। आर्य अब रात दिन अर्जुनको बारेमा सोच्न थाल्छ। ऊ सहर फर्किनुपर्ने हुन्छ र ऊ सहर फर्किन्छ, तर मन त गाउँमै अल्झिरहेको हुन्छ। अर्जुन पनि अनौठो प्रेमको अनुभूति गरिरहेको हुन्छ। एक साँझ जुनको उज्यालोमा दुवै खोला किनारमा भेटिन्छन्। उनीहरू बोल्दा बोल्दै नजिक आउँछन् र एक हल्का तर गहिरो चुम्बन लिन्छन्। आर्य त्यसपछि थरथर काँप्न थाल्छ। अर्जुनले गम्भीर भएर उसको निधार चुम्छ। आर्यको फर्काउनु पर्ने समय आउँछ। उसको मन भारी हुन्छ। अर्जुन बोल्दैन। उसले बस आर्यको आँखामा हेर्छ। तिमी फर्कन्छौ भनेर आर्यलाई सोध्छ। आर्यले मुस्कुराउँदै टाउको हल्लाउँछ। सहरमा फर्किएपछि आर्यको जीवन फेरि व्यस्त हुन्छ, तर उसको मनमा हर समय अर्जुनको याद आइरहन्छ। सामाजिक सञ्जालबाट जति कुरा गर्छिन्, मनको तृष्णा अझ बढ्छ। एक दिन अचानक आर्य फेरि गाउँ आइपुग्छ, कुनै जानकारी बिना। अर्जुन खेतमै काम गरिरहेको हुन्छ। आर्य दौडिँदै अर्जुनको छेउमा जान्छ र उसले पछाडिबाट अँगालो हाल्छ र भन्छ, म तिमीलाई माया गर्छु। दर्शकबिन, यसरी नै उनीहरू बीचको पुनर्मिलन हुन्छ। दुवैले गाउँमै सँगै जीवन जिउने निर्णय गर्छन्। आर्यले सहरको चमकभन्दा अर्जुनको साथ रोज्छ। खेतको माझमा जुनको उज्यालोमा उनीहरू बीच गहिरो प्रेमपूर्ण रात बित्छ, जसको सुरुवात एउटा सामान्य भेटले गराएको थियो। दर्शकबिन, यो कथा हजुरहरूलाई कस्तो लाग्यो? राम्रो लाग्यो भने हाम्रो युट्युब च्यानल एम स्टोरिज नेपाललाई सब्सक्राइब गरी साथै फेसबुक पेजलाई पनि फलो गर्न नबिर्सनुहोला।